सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरू, शुभचिन्तकहरू, साथीभाइहरूलाई धेरै धेरै सम्झेको छु। आज म फरक विषयमा बोल्न गइरहेको छु। आज संसारमा सबै आज वस्तुहरू किन्नुपर्छ। आज हामी सूचना प्रविधिको युगमा छौँ। आज हामी तीव्र पुँजीवादको विश्वव्यापीकरण निजीकरणको युगमा हामी अगाडि बढिरहेका छौँ। विकास उन्मुख राष्ट्रका युवाहरू आज रोजगारहरू, आफ्ना इच्छा आकांक्षा चाहना मनोभावनाहरूलाई पूरा गर्नको निमित्त आज भौतारिरहेको देखिन्छ। र आजको विश्व देखासिकेको विश्व पनि हो, देखाउने विश्व पनि हो आजको विश्व भनेको। त्यसैले नेपाल जस्ता विकास उन्मुख राष्ट्रका युवाहरूलाई धेरै गाह्रो छ। आज हाम्रा युवा युवतीहरूले आज विदेशी राष्ट्रहरूमा आफ्नो रगत पसिनाहरू बगाइरहेका छन्, आँसु पसिनाहरू बगाइरहेका छन्। तिनीहरूको चाहिँ मुहारमा खुसी छाओस् भन्ने कुरा म सर्वप्रथम त म उनीहरूको उन्नति प्रगतिको सुखी जीवनको म हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु। नेपाल पनि आज यस्तो भइसक्यो, सबै चिज वस्तुहरू किन्नुपर्छ। आज सहयोग सद्भाव आज भनौँ न हिजोको जस्तो त्यो रहेन। आज नेपालमा पनि चरम पुँजीवादी व्यवस्था आज अगाडि बढिरहेको छ। आज नेपालमा पनि सबै चिज किन्नुपर्छ। सहरमा, मुख्यतया सहरमा हामीलाई एउटा चिज मात्रै किन्नु पर्दैन। त्यो चिज भनेको हावा हो। आज मलाई सबैभन्दा प्यारो लाग्ने भनेको त्यो खाना मेरो लागि आज हावा हो। हावा लाग्छ। हावा प्रकृतिमा निशुल्क ढङ्गले पाइन्छ। तर एउटा कुरा साथीहरू हो, म तपाईँहरूलाई सुनाउँछु। हामीले 7 दिन पानी नखाएर हामीले बाँच्न सक्छौँ। 1 महिना हामीले खाना नखाएर पनि बाँच्न सक्छौँ। तर 2 देखि 7 मिनट हामीले चाहिँ तपाईँको हावा चाहिँ पाएनौँ भने हाम्रो जीवन नै गाह्रो स्थितिमा पुग्छ र हामीलाई धेरै गाह्रो हुन्छ। जीवन नै समाप्त हुन सक्छ। त्यसैले प्रकृतिमा चाहिँ हावा निशुल्क ढङ्गले पाइन्छ, पैसा तिर्नु पर्दैन। हावा खाउँ, स्वस्थ बनौँ भन्ने कुरा म तपाईँहरूलाई राख्न चाहन्छु। मलाई एउटा चिन्ता पनि छ। भोलि कसैले हावामा चाहिँ पैसा तिर्नुपर्ने त्यो ऐन नियम कानुन ल्याइदियो भने समस्या हुन सक्छ भन्ने कुरा कहिलेकाहीँ मलाई चिन्ता लाग्छ। हाम्रो प्रकृतिमा पाइने हावा भयो, पानी भयो, घाम भयो, यी कसैका होइनन्, कुनै व्यक्तिका होइनन्। यी सबै मानिसको लागि, सबै प्राणीहरूको लागि प्रकृतिले दिएका एउटा उपहार हुन्। प्राकृतिक कानुनले पनि यो भन्छ, नेचुरल लले प्रकृतिलाई उसले जोड दिन्छ। प्रकृति कानुनले मानवको विषयमा, प्राणीको विषयमा उसले जोड दिएको छ, प्राकृतिक कानुनले पनि। तर आज अनौठो पनि भएको छ। सबै चिजमा चाहिँ आज चाहिँ पैसा तिर्नुपर्छ। कसैले भोलि घाम पनि तैँले ताप्न पाउँदैनस् भनिदियो भने भोलि समस्या नआउला भन्न सकिँदैन। हामी यस्तो क्यापिटलिजम पुँजीवादी युगमा हामी बाँचिरहेका छौँ। भोलि सङ्कट अझ योभन्दा बढी आउन सक्छ, विकराल रूप आउन सक्छ। विकासोन्मुख राष्ट्रहरूलाई त्यो समस्या आउन सक्छ। स्मल स्टेट शक्ति राष्ट्रका युवा युवतीहरूलाई त्यो समस्या आउन सक्छ। त्यसैले आज युवाहरूले यो कुरामा पनि चिन्तन मनन गर्नुपर्छ। तर युवाहरूले यता आज चिन्ता चासो दिएको देखिँदैन। र कसरी चाहिँ सम्पत्ति भन्ने कुरा, आज भनौँ न ऐस आरामहरू भन्ने कुरा आज मुख्य विषयवस्तु जस्ता भयो। आज स्मार्ट चाहिँ त भनौँ न मोबाइलका कुरा, बाइकका कुरा, गाडीका कुरातिर भनौँ न घरहरूका कुरा कसरी चाहिँ तपाईँको यो भनौँ न सम्पत्ति आर्जन गरेर हामीले त्यो उपभोग गर्ने भन्ने कुरा धेरै युवाहरूको चिन्ता र चासोको विषय भएको छ। यो स्वाभाविक हो। विकास गर्नुपर्छ, उन्नति प्रगति गर्नुपर्छ, ठिक छ।
तर आज विश्वमा धेरै युवाहरू स्वस्थ छैनन्, खुसी छैनन्। जीवनमा सबैभन्दा ठुलो कुरा भनेको सन्तुष्टि हो, खुसी हो। खुसी पैसाले प्राप्त हुँदैन, गाडीले, घोडाले, घरले प्राप्त हुँदैन। हिजो म पनि काठमाडौँको महँगो महँगो रेस्टुरेन्टमा मिठो मिठो खानाका परिकार हामी खान साथीहरू मिलेर कहिलेकाहीँ जान्थ्यौँ र खान्थ्यौँ पनि। कुन ठाउँमा मिठो मोमो पाइन्छ, कुन ठाउँमा राम्रो खाले पिज्जा पाइन्छ भनेर हामी पनि खान्थ्यौँ। 15-16 वर्ष त्यो खोज्दै हिँड्थ्यौँ। तर अहिले मलाई जीवन बुझ्दै जाँदाखेरि खाने कुराले मात्र मान्छेलाई सन्तुष्टि दिँदैन, पैसाले मात्र मानिसलाई सन्तुष्टि दिँदैन। त्यसैले सन्तुष्टि त हामीले साना साना कुराबाट हामीले प्राप्त गर्नुपर्छ। आफ्नो सादा जीवन, उच्च विचारलाई आफ्नो व्यवहारको रूपमा, जीवन व्यवहारको रूपमा चाहिँ लागू गर्दै, सादा जीवन, उच्च विचारको बाटोलाई अँगाल्दै र आफ्नो भनौँ न सन्तुलित भोजनहरू खानुपर्छ र प्रकृतिमा पाउने उत्पादन हुने वस्तु नै सबैभन्दा स्वास्थ्यको लागि त्यो लाभदायक हुन्छ। आज धेरै युवाहरू रेस्टुरेन्टतिर खानाका परिकारहरूको स्वादमा उद्धत देखिन्छ। आज एउटा रेस्टुरेन्टमा गएर खान्छन्, भोलि अर्को रेस्टुरेन्टमा गएर खान्छन्। तिनीहरूलाई पनि एउटा सन्तुष्टि र खुसीको लागि, आनन्दको लागि नै छ। मैले पनि त्यो कुरा हिजो गर्थेँ, तर खुसी मैले त्यहाँ भेटिनँ। मैले खुसी अहिले प्रकृतिमा भेटेँ। सबैभन्दा प्यारो मलाई अहिले प्रकृति लाग्छ। म प्रकृति प्रेमी भएको छु। म 4-5 वर्ष भयो म प्रकृति प्रेमी भएको छु। जङ्गलमा एक्लै म चाहिँ कहिलेकाहीँ गएर घन्टौँ पनि बसिदिन्छु। एकचोटि म दक्षिण कालीमा गएर 7 घन्टा चाहिँ म बसेको थिएँ। अनि बिहान चाहिँ 5 बजे गएको मान्छे बेलुका 7 बजेसम्म नआउँदाखेरि छोरा मलाई खोज्न गएछ, सानसानो छोरा र छोरी। अनि बाबा कहाँ जानुभयो, आज आउनु भएन भनेर खोज्न गएछन् दिनभरि। मैले मोबाइल चाहिँ लिएको थिइनँ। पछि म बेलुका आइसकेपछि मान्छे त कहाँबाट आयो भनेर भन्छ। किन, के भयो भने, कहाँ जानुभयो तपाईँ अहिलेसम्म खाना नखाएर? अनि हामीले खोज्यौँ, बाबा कहाँ जानुभयो भन्ने भयो। हामीलाई चिन्ता लाग्यो। हजुर कहाँ जानुभएको थियो भनेर छोराले र छोरीले दायाँ र बायाँ बसेर, अनि घरको म्याडमले पनि चिन्ता व्यक्त गरेको देखेँ। त्यसैले मलाई आज प्रकृति धेरै चाहिँ मेरो प्रिय आज पात्रको रूपमा मैले आज प्रकृतिलाई लिन्छु। त्यसैले दिगो विकासको कुरा पनि आएको छ, पिस एजुकेसनका कुरा पनि आएका छन्। त्यसैले प्रकृति